Hello guys, welcome back to my channel. And he's my brother Ryan Sek. And also he's हाम्रो एकदमै handsome and gentleman. एकछिन सर नभनौँ न दादा. सर होइन क्या. हामी जाँदैछौँ घुम्नुको लागि दासढुङ्गा. So keep watching our video. अनि हामी आज जाँदैछौँ कुन ठाउँ अरे दादा? हामी अहिले दासढुङ्गा ठ्याक्कै माथि कपिलास रिसोर्ट जाँदैछौँ हैन? कपिलास रिसोर्ट एन्ड फन पार्क. आज चाहिँ हाम्रो ट्रेकिङ चलिरहेको छ. हामी हिँड्दै आएको. हिँड्दै आएको अहिले ल ठिकै छ नि हिँड्दै आएको भन्नु पर्यो हैन. अब यहाँदेखि अहिलेसम्म चाहिँ हिँड्छौँ. अब चाहिँ हामी गाडी चढ्छौँ. अब चाहिँ हामी गाडी चढ्नेवाला छौँ. मजाले गाडी चढेर एसी वाला गाडी चढ्छौँ. एसी वाला किप वाचिङ. अगाडिको भ्यूहरू हेर्न सक्नुहुन्छ तपाईँहरू. मजाले यो भ्यूमा हामी चाहिँ अहिले ट्राभल गरिरहेको छौँ हैन. यात्रा गरिरहेको छौँ. भ्यू हेर्नु भ्यू कस्तो दामी छ. यहाँदेखि पोखरा जम्मा 126 किलोमिटर छ. गोर्खा 66 किलोमिटर. बेसी सहर 102 किलोमिटर छ भने काठमाडौँ 138 किलोमिटर मात्र. 138 भनेपछि यहाँदेखि हामीसँग काठमाडौँको नजिक दूरी पनि नजिक छ, पोखरा पनि नजिक छ. भनेपछि 10-12 किलोमिटर मात्र फरक रहेछ. कता जान चाहनुहुन्छ तपाईँहरू? कहाँ जान चाहनुहुन्छ? अब जहाँ हामी जान्छौँ त्यहाँ हिँड्नु होला है त. हिँड्नु म्याम छिटो. आजको मेरो गेटअप त्यस्तो छ. यसरी जाँदैछौँ हामी. ट्रकमै भए पनि रोक्यो भने त जाने हो. अब हाम्रो हिँडाइ मचिरहेको छ गाई त्यसरी है. हामी जाँदैछौँ. हेर्नु यहाँ कसरी हो? दादाहरूले डिल गर्दै हुनुहुन्छ. बाई बाई गरौँ. बाई 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 बाई. उहाँहरूले अटोले चाहिँ हाम्रो 1000 रुपियाँमा लाने अरे. 1000 रुपियाँ हामी दौड खान्छौँ. किन भन्दाखेरि छ नि रिजन होइन. त्यही भएर ठोकिन अरे क्या अगाडि दादा. गाडी लेके चढ्नु अरे क्या त ढ्याटप गरेर. आया wow, here's the view guys. We are waiting. अटोमा जानु हुँदैन. गाडी हामी अटोमा नजाने गाइजहरू. दादा पनि भेटिङ जाने नि. यस गाडी रोकेको छ ल. See you in there guys. हामी जाँदैछौँ. हामी जाँदैछौँ अब यहाँ चढेर. हेरौँ अब यहाँ के हुन्छ हाम्रो. गाइज फाइनली हामी चाहिँ आइसकिसक्यौँ. हेर्नु अघि हामीले भनेको थियौँ नि हामीले दादा लग्जरी गरी प्याक गऱ्यौँ भनेर. यहाँ अब सबजना रेडी हुनुहुन्छ देख्नुभयो. यहाँ हामीले जाँदैको खोला. सो अब हामी जानेवाला छौँ गाडीमा. खुल्ला खुल्ला ल. एक्साइटेड हुनुहुन्छ? यस एक्साइटेड फर टुडेज प्रोग्राम गाइज. सो टु बी भन्छ हामी सबैजना टुरिस्ट गाडीमा अहिले जाँदैछौँ. दाजु ठ्याक्कै हामी कहाँदेखि आएको अहिले? वीरगन्जदेखि अहिले कता? पोखरा. गाडीमा गाडीमा जाँदैछौँ. तर जाँदैछ हामी दासढुङ्गा जाँदैछौँ है. टुरिस्टहरूको लागि मात्र हो. त्यही रहेछ तपाईँलाई पनि. आजको दिन हाम्रो कस्तो हुनेवाला छ तपाईँहरूले मजाले हेर्नु होला है त. आशीर्वाद पनि दिनु होला हाम्रो यात्रा.
Thank you so much, Dailai. Thank you. Bye-bye. Well, thank you so much. हामी चाहिँ अब ओर्लिम अब यहाँबाट फेरि हामीलाई लिन आउँछ अर्को गाडी हेर्नु गाइज हामी चाहिँ भिआइपी गाडीमा हाइसमा आएको त्यहाँ चाहिँ टुरिस्टहरू मात्र चढेको कस्तो कलरको प्लेट हो दादा टुरिस्ट ग्रिन कलरको प्लेटमा भएको गाडीमा हामी चढेको अनि कहाँ हामीलाई म्याजिकमा आउन छुट्छ त सो अब यहाँदेखि हामी लाग्दैछौँ ल छिटो गर्नु न दादा हामी भएर वेटिङ दादा कस्तो जोडेको रहेछ हामीलाई आज हाम्रो साइड साह्रै राम्रो थियो होइन किन भन्दाखेरि दिन पनि राम्रो अनि जुरेको नै सबै राम्रो किन भन्दाखेरि आज हामी ट्राभल पाँचजना आउनु त हामी यो ग्रुपमा पाँचजना ट्राभल गरिरहेको छौँ सुरुमा आउनु बित्तिकै हामी ठ्याक्क आँपटारी भन्ने ठाउँमा एकछिन शीतल हावा आँपको छहारीमा हावा खाइयो हावा खानु बित्तिकै गाडीको वेटिङ गर्दाखेरि टुरिस्ट गाडी आयो ग्रिन नम्बर प्लेटको जुन चाहिँ एयरबस होइन एसी गाडी मजाले आयस मजाले त्यसमा पनि सबैजना एसी खाँदै मजाले ड्राइभर दाइसँग गफ गर्दै बाटो हेर्दै भ्यू हेर्दै मजासँगले आइयो दाइले हामीसँग पैसा लिन मान्नु भएन होइन सबभन्दा राम्रो कुरो चाहिँ पैसाले हामीले दिन खोज्दा लिन मान्नु भएन त्यो हाम्रो लागि एउटा राम्रो मौका दिनुभएको यो चिज चाहिँ हामीले कर्मले रिटर्न गर्छ भोलिको दिनमा त्यस्तै हुन्छ कसैलाई हामीले पनि त्यो ठाउँमा गर्नुपर्ने हुन्छ होइन अनि प्लस साथसाथै अब हामीलाई हाम्रो रिसोर्ट ठ्याक्कै हेर्न सक्नुहुन्छ कपिलास रिसोर्ट एन्ड फन पार्क प्राइभेट लिमिटेड यहाँबाट चाहिँ हाम्रो गाडी आउँदैछ हामीलाई लिनको लागि यहाँ पनि हाम्रो कम्पनीको अनरको गाडी आउँदैछ है त्यही भएर सो प्राउड मुमेन्ट छ हामी सबैको लागि अनि यो मुमेन्ट चाहिँ हामीले एकदम क्याप्चर गर्न जरुरी छ भनेर क्याप्चर गर्नेछौँ ठिक छ तपाईँहरूलाई मजा आइरहेको छ नि जे हुन्छ राम्रोको लागि हुन्छ यहाँबाट प्रुभ गर्नुभयो क्या अझै मजा दिन बाँकी नै छ सुरुवाती मात्रै छौँ सो हामी एकदम रेडी छौँ है घरको होला सबैजना एभ्री वान अब हामी यहाँबाट जानेवाला छौँ त्यहाँबाट माथिबाट तलाउनु कति टाइम लाग्छ 5 मिनट ल अब हामी त्यो वेटिङमा छौँ मान्छे हामी जानेवाला छौँ गाइस सो फाइनली आइसक्नु हामी दादाहरू पनि लु आइपुग्यो हाम्रो बिवाइडी पनि दादा आइपुग्यो त भर्खरै हाम्रो जुन बोलाउनु नै त्यही ए ल ल अब हामी माथि भेट्छौँ है त माथि भेट्छौँ जाउँ ल जाउँ सो हाम्रो गाडी पनि आइसकिसकेको छ अब हाम्रो अगाडि तपाईँले देख्न सक्नुहुन्छ ग्रिन कलरको अब हामी जाँदैछौँ गाइस हाम्रो गाडी पनि आइसकिसकेको छ अनि अब हामी जान आँटेको जानु चाहिँ होइन अब फेरि कहाँ जान आँटेको त्यो चाहिँ थाहा छैन अब जस्तो लाग्यो त्यही छ हामीलाई बाइकको लागि अब हामी चढ्न आँटेछौँ अब कहाँ पुगेर आउनु आँटेको कलर लिन आँटेको थाहा छैन के भन्नु खोजेको अब गाडी घुम्दैछ टर्निङ हुँदैछ अब भन्छ हामीलाई लिन आउनुभएको रहेछ बस्नु भन्दा कुरा चाहिँ फिक्स भइसकिसकेको छ के भएको छैन हौ सो गाइस अब चाहिँ यहाँनिर सबैजना रेडी भइसक्यो चढ्नु ओर्नुमा हामी पनि अब चढ्ने हामी एक्साइटेडको साथ चाहिँ अब यो गाडीमा बस्नुवाला छु सो स्कर्पियोमा जानु भन्दाखेरि होइन अरे कसले हो अनि आउनु त भयो in time by nature's hand, each echoing step on the forest floor opens a world through an ancient door. हामी चाहिँ फाइनली कपिलास रिजोर्ट आइपुगिसकेको छौँ अनि यहाँ हाम्रो दादा हुनुहुन्छ यहाँ सर म रिसिप्सन चाहिँ यहाँ रहेछ है दुईजना लेडिजहरू आउँदै हुनुहुन्छ यस्तोहरू टक्क तपाईँहरूले भ्यू हेर्न सक्नुहुन्छ दादा हामीलाई लिन आउन आँटेको त हरियो गाडी थियो तिन चाहिँ तर अहिले पनि हामी चाहिँ आउने गाडी चाहिँ हरियोमै आयौँ ल सो हाम्रो दादाहरू चाहिँ क्या यहाँ बसिरहनु भएको छ प्रवीण सर अनि हामीले यहाँ पिसकिसक्यौँ त अघि भर्खर सम्झेकै खाइसक्यो पछाडि चाहिँ सब हामी इन्ट्री हुँदैछौँ दादाले नाम टिपाउँदै हुनुहुन्छ
सो हामी चाहिँ अहिले आइपुगेर हाम्रो रुममा बसेर टक्क खाना खाँदैछौँ दादाहरू चाहिँ मासु लभर माछा लभर सबैजना हो यता ए होइन म पनिर लिन्न हजुर लिँदिनँ ल थ्याङ्क यू ल मेरो खाना त्यस्तो छ सादा तर हेल्दी फुड उहाँहरू पनि आइपुग्नु हो ल बस्नु है खाऊँ सबैजनाले दादाले खाँदै हुनुहुन्छ यहाँ चाहिँ दादाले कम्ती खाना डाइट गर्नु थाल्नुभएको दादाले नो राइस अन्ली मासु माछा अन्ली प्रोटिन वा हेल्दी फुड क्या यहाँ दाल छ दही छ दादा हुन्छ हामी यसरी खाँदैछौँ Yet brimming with sound in the arms of solitude I am found. Oh, whispering pines, sing me your tune. Caught सो गाइज यु क्यान सी हियर हामीले चाहिँ खाना पनि खाइसक्यौँ अब चाहिँ हाम्रो फेरि रुम गएर ड्रेस चेन्ज गरेर फ्रेस भएर अब हाम्रो इभेन्ट स्टार्ट हुन आँटेछ ट्रेनिङ स्टार्ट हुन आँटेको छ अनि अब हामी टक्क हलमा गएर चाहिँ बस्नेछौँ है त the stars and the moon. Teach me the language of rustling leaves, stories that linger on the breath of the breeze. Under the boughs where the shadows play, the wind hums. सर कस्तो हुँदैछ दामी हुँदैछ प्रवीण सर कस्तो हुँदैछ ट्रेनिङ दामी दामी तर तपाईँले के छिराउनु भयो कि ए ए ए ए चटनी होइन हामी कुरा गर्छौँ आवाको तपाईँ कुरा गर्नुहुन्छ जवाको कहीँ मिल्छ त अब पनि यहाँनिर खाना आँदैछु ए हाम्रो सर अघि गए सर हेन्सम भइरहेछ तर आजको यात्रा सर चाहिँ अघि बाटोमा हेर्दा तपाईँले कस्तो देख्नुभयो त अहिले हेर्नु सर हाम्रो कस्तो हेर्नु इभन म पनि के खाँदै हुनुहुन्छ गाह्रो भयो के खाँदै हुनुहुन्छ प्रवीण सर वाट आर यु डुइङ देयर कफी स्टेङ वाउ के देख्नु परेको दुनियाँमा कफी हाम्रो ट्रेनिङ पनि कफी जस्तै भयो हार्ड बट स्विट वाउ सरले चाहिँ कतिचोटि बुझ्नु भयो सर तपाईँले कतिचोटि बुझ्नु 5 चोटि बुझ्नु भएन ल गाजहरू तपाईँ लड्नु होला है क्यामेरा सोध्नु पर्ने न अरुण सर कस्तो छ एकदम बढिया जुङ्गे देखाइदिनु तपाईँको जुङ्गै यता हाम्रो रकी भाइ केजिएफ रकी भाइ हुन्छ सुब्बाहरू ल्याउनु भएको यताको यता के अरे जेनिफर लोपेज 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 नट लोपेज प्राङ्गु टोपेज यता यता Their songs entwine with the trees.